ल यहाँनिरबाट देखिने दृश्य यस्तै हो साथीहरू है। म तपाईँहरूलाई चाहिँ एकचोटि चाहिँ सर र भित्रतिरको दृश्य देखाउने छु। बाहिरतिरको दृश्य त तपाईँहरूले हेर्न सक्नुहुन्छ। झिलिमिली बत्तीहरूको त अब यो राम्रो मिश्रण छ होइन बत्तीहरूको। तपाईँहरूले अहिले यो जति पनि देख्नु भएको छ यो बाहिरको दृश्य हो भने अब म तपाईँहरूलाई यो सपिङ सेन्टरको भित्रको दृश्य देखाउने छु साथीहरू है। भित्रको दृश्य भन्दा पनि अझै कस्तो दृश्य देखाउने विचारमा छु भने म तपाईँहरूलाई होइन, यताबाट गयो भने यो सपिङ सेन्टरभित्र छिरिन्छ होइन, तर म तपाईँहरूलाई कता लिएर जाँदैछु भने आउनुहोस् हामी यो बाटो जान्छौँ होइन। यो बाटो गएपछि तपाईँहरूलाई म अन्डरग्राउन्डको दृश्य देखाउने छु होइन। यहाँ लिफ्टको सुविधा छ साथीहरू है, सर र लिफ्टमा जाने हो। हामी यो बाहिरको दुनियाँबाट हामी अन्डरग्राउन्डको दुनियाँमा जाँदैछौँ है साथीहरू। यो अन्डरग्राउन्डको दुनियाँमा चाहिँ के देखिन्छ अब म तपाईँहरूलाई त्यो देखाउने नै छु। तपाईँहरूले चाहिँ धैर्य गरेर हेर्नुपर्ने हुन्छ है। यतातिरको दृश्य यस्तो छ। म अझै तलतिर लिएर जाँदैछु तपाईँहरूलाई। यो क्यामेराको सोरुम हो। यहाँतिर आज चाहिँ म्युजिक त्यो हुँदै रहेछ होइन, सो हुँदै रहेछ।又站在你家的门口，我们重复沉默，这样子单方面的说过，还能多久？终于你开口向我诉说他有多温柔，虽然你还握着我的手，但我以为अब अलिअलि भाषा त बुझिन्थ्यो साथीहरू। अब गीतको त एकदम गाह्रो छ बुझ्नलाई है। अब मैले गीत बुझ्थेँ भने यो गीतको भाव यो रहेछ भनेर भन्नुहुन्थ्यो। यो चाहिँ मेट्रो स्टेसन है साथीहरू। अब अहिले म मेट्रो चढ्ने त होइन होइन, मेट्रो चढ्ने भएको भए म तपाईँहरूलाई भिडियो लिएर जान्थेँ। अब यता पनि हामी गइएन होला, यता मेट्रोको यस्तो छ। भ्लगहरू हेर्दै गर्नु है साथीहरू। भ्लग हेर्नुहोस्, लाइक सेयर कमेन्ट गर्दै गर्नुहोस्। भ्लगहरू धेरै लामो पनि ठिक हुँदैन, तपाईँहरूको टाइम धेरै उस गर्न चाहन्न। तपाईँहरूले लाइक कमेन्ट सेयर गर्नुभयो भने अन्य भ्लगहरू आउँदै गर्छ होइन। अहिलेलाई चाहिँ स्टे ट्युन है साथीहरू।
भित्रतिर नि घुमाउँ न यसो खिच्न मिल्ने रहेछ भने खिचौँला अहिले चाहिँ म मोबाइलको के भन्छ यसलाई सोरुमहरू जस्तोतिर चाहिँ आइपुगेको छु तपाईँहरूले देख्न सक्नुहुन्छ साथीहरू है अब कुन कुन ब्रान्डको मोबाइलहरू चाहियो होनर हवाई यामाई ओप्पो अब अरू नेपाली साथीभाइहरूले चाहिँ कस्तो गर्नुहुन्छ भने किन्नुहुन्न गएर यसो चलपल हान्नुहुन्छ कि मलाई त्यस्तो चलपल हान्न चाहिँ अलि इन्स्टा 360 को पनि छ है यहाँबाट अझै अन्डरग्राउन्ड जाउँ कि के गराउँदा नि साथीहरू होइन अब म त्यतातिर गइनँ होइन ल हाम्रो नेपालको सपिङ सेन्टरहरू पनि यतिको चाहिँ हुनुपर्छ म मात्रै कालो छु यार यहाँ सब गोरो गोरो अनि यिनीहरूले लगाउने कपडा कालो म कालो यस्तो छ यार के गर्नु सबले अब काले कहाँबाट आयो भने होला नि है ल साथीहरू यस्तो छ है यहाँ ल साथीहरू भ्लग धेरै नै लामो भयो होला होइन आजलाई यति गरौँ होला है नेक्स्ट टाइम चाहिँ फेरि अरू गरौँला यताबाट पनि हिँडौँ न होइन साथीहरू के छ खा खा ल यस्तो छ साथीहरू
मेरो दिनचर्या यसरी नै बितिरहेको छ चाइनामा। अरू के गर्नु, लाइभ चलिरहेछ नै त्यो। ठाउँको ठाउँमा साथीहरू लाइभ। कति राम्रो हो, को काले आयो भनेर हेर्दै, तर ठिकै छ। काले भने नि भन, गोरे भने नि भन होइन, म प्याक भइसक्यो। अब भएछ भने अर्को जुनीतिर यो गरौँला, कुराकानी गरौँला। ल साथीहरू, अहिले चाहिँ कति बज्यो भन्दाखेरि चाहिँ यहाँ होइन 8:45 भयो। नेपालमा अहिले 6:30 भयो होला नेपालमा। यस्तो छ। अब मैले चाहिँ मेरो साधन कता छ खोज्नुपर्ने हुन्छ। तपाईँहरूलाई म एकचोटि त्यो बाटो पनि वारपार गरेर देखाउनु पर्यो है साथीहरू। के छ, तपाईँहरू के भन्नुहुन्छ भन्नुहोस् है साथीहरू। वारपार गर्नुपर्ने भए गर्नु पर्यो, नगर्ने भए नगरे हुन्छ केटा भन्नुहुन्छ भने म नगर्नु पनि सक्छु है।